नमस्कार साथीहरू, तपाईँहरूलाई म ठ्याक्कसितले नमस्ते गर्दै आज नयाँ सालको शुभकामना जनाउँछु। म बिके थापा, फ्यान अफ माग्ने बुढा। अब आजदेखिबाट चाहिँ मैले एउटा ठानेको छु र आजदेखि चाहिँ म अब भ्लगिङ गर्ने चालु गरेको छु र आइए देखते हैं मजा आएगा। यो भिडियो क्वालिटी चाहिँ नराम्रो आयो भनेर तपाईँहरूले नभनिदिनु होला, किनभने यो चाहिँ मैले आइफोनबाट क्याप्चर गरेको। जसरी अब म भनेको आई अनि मेरो फोन आइफोन भयो कि भएन, आइफोन ठ्याक्कसितले भन्नुहोस् त। ठ्याक्कसितले आइफोनबाट क्याप्चर गरेको छ र क्वालिटीमा कम्प्रोमाइज केही छैन। र नराम्रो आयो भने चाहिँ त मेरो क्यामेराको दोष होइन, यो सिट परेको लागि यस्तो भएको होला, त्यस्तै भन्नु पऱ्यो अब सबैजनाले, होइन र। र भ्लगिङ गर्नको लागि अब बाहिर जाउँ भनेर सोचेको, तर के गर्नु, जस्तो जाडो छ त्यो जाडोमा अब बाहिर जान सकिँदैन। म हात निकाल्नै सकेको छुइनँ। कैसे कैसे लोग रहते हैं यार यहाँ पर। अब के भन्नु, कसरी बाहिर जानु। र त्यही पनि अब म तपाईँहरूलाई जतिखेर बाहिर जान्छु त्यतिखेर म तपाईँहरूलाई बाहिरको नजारा पनि देखाउँछु। बहुतै शीत परेको छ र बाहिर जान एकदमै भयानक भएको छ र मलाई चाहिँ अति नै साह्रो लागेको छ कि म मुख कसरी धुनु। अब त्यो सोच्दै म सुत्दै गरिरहेको छु। भन्दै 8-9 त बजिसक्यो होला। अब हेरौँ 11 बजीसम्म अगाडि म उठिसकेँ भने त्यसको बाहिर म त्यो मुख धुन्छु। 11 बजी अगाडि चाहिँ मेरो मुख धुवाइ चाहिँ हुँदैन। त्यो चाहिँ मैले ठ्याक्कसितले तपाईँहरूलाई जनाइदिएँ। अब 11 बजीको बादमा म तपाईँहरूलाई मुखसुख धोएर बाहिरको नजारा पनि देखाउँछु। र नयाँ साल अब लाग्यो, नयाँ सालमा अब नयाँ काम गऱ्यौँ भनेर अब आजदेखि चाहिँ मैले ठ्याक्कसितले एउटा भ्लगिङ च्यानल क्रिएट गरेको छु र त्यो भ्लगिङ च्यानलमा यो भ्लगहरू म अपलोड गर्छु र तपाईँहरूले ठ्याक्कसितले हेरिदिनु पऱ्यो। र हेरेर कस्तो के लाग्छ। अब माग्ने बुढाको फ्यान हो बिके थापा, र माग्ने बुढा जस्तो लाग्छ कि लाग्दैन त्यो पनि भनिदिनु पऱ्यो। टोपी त बाँध्दा टोपी छैन, खोइ दोकानमा मैले खोजेर भेटिनँ र यस्तो खाले टोपी चाहिँ अब लिएर छु। अब त्यस्तै हो, फ्यानले अब माग्ने बुढाले अब बाँझे टोपी लगाउँछ, म चाहिँ अब बाँझे टोपी लगाउनु सकिनँ। अब गुरुजी जतिको त गर्नु भएन नि त, होइन। अब आधी लगाइदिएको छु र त्यो हिसाबमा अब जाडो भएछ, त्यो हिसाबमा सुतिराखेको छु। र अब जब त्यतिखेर उठ्छु त्यतिखेर म तपाईँहरूलाई बाहिरको नजारा पनि देखाउँछु। ठ्याक्कसितले शीत लागेको छ र राम्रोसितले सुत्न पाइएको छ र मुख धुनको लागि अति चिन्ताजनक भएको छ र नुहाउनको लागि त त्यो त अब महिना दिनसम्म चाहिँ अब ठ्याक्कसितले महिना दिन नपुगी 28 दिनमा ठ्याक्कसितले जसरी माग्ने बुढी नुहाउनु हुन्छ त्यसरी नै म पनि 28 दिनमा त ठ्याक्कसित नुहाउँछु। र अब आज 1 तारिक भयो, अब 28 तारिक चाहिँ अब नुहाइन्छ। हिजो अस्तिको दिन 28 तारिक नुहाएको थियो डिसेम्बरमा, अब जनवरीको 28 तारिक नुहाइन्छ। त्यही हो कुरो चाहिँ। अब हिसाब किताब त ठेक्कासितले गर्नु पऱ्यो नि त। महिनामारी एक दिन 28 तारिक नुहाइन्छ र मुख त बिहान धोइन्छ। र बिहान धोयो नि अब टाइम हेरेर धोइन्छ। यदि छिटो बिहान उठेर फटक्कसितले लुगासुगा फ्याँकेर उठ्न सकिँदैन, यो मारात्मक हुनसक्छ। फटै जाडाले गरेर थिरियो भने कसले रिस्क लिन्छ भन्नुहोस् त। त्यसकै लागि अब मुख धुनको लागि तपाईँहरू अति हुँदैन र जतिखेर जाडो जान्छ त्यतिखेर उठ्न सकिन्छ भन्छ, त्यतिखेर उठेर ठ्याक्कसितले मुखसुख धोइन्छ र बाहिरको पनि नजारा तपाईँलाई देखाइन्छ। जसरी शीत लागेको छ त्यो हिसाबमा म चाहिँ उठ्न सक्दिनँ अहिले। अहिले अब 9 बज्न आँटिसक्यो। म तपाईँलाई 11 बजीतिर बाहिरको नजारा पनि देखाउँछु। यो मेरो पहिलो फर्स्ट भ्लगिङ हो र मेरो भ्लग कस्तो के लाग्छ तपाईँहरूले मलाई भन्नुपर्छ। अब बाहिरको नजारा पनि सायदै म तपाईँहरूलाई देखाए पछाडि यो भ्लगमा आज त अब स्टार्टिङ हो र स्टार्टिङमा अब कस्तो के गरिन्छ के गरिँदैन त्यो त त्यस्तै हो, होइन। जानिन्छ जानिँदैन, अलिअलि जानिन्छ अलिअलि जानिँदैन। अब लीला खेला भनेको त्यस्तै हो। र तपाईँहरूलाई नयाँ सालको सबैलाई शुभकामना छ र नयाँ सालमा सबैहरूले राम्रो गर्नुहोला, राम्रो खानुहोला, राम्रो लाउनु होला। अरू मेरो यो राम्रो भिडियो पनि हेर्नुहोला र हेरेर कस्तो के लाग्छ। अब माग्ने बुढाको फ्यान माग्ने बुढी जस्तै लागेको छ कि छैन त्यो पनि भन्नु पऱ्यो होला। धन्यवाद छ।
तपाईँहरू हेर्न पाउनुहुन्छ बाहिरको नजारा कस्तो छ। यहाँ ठ्याक्कै हिजोले शीत लागेको छ, परबाट आएको केही देखेको छैन र यस्तो शीतमा छिटो उठ्नु हुँदैन, मारात्मक हुन सक्छ र कम्बल ओढेर सिधा गरेर ढुक्कसितले सुत्नुपर्छ। र अब म पनि जान्छु र म पनि फेरि सुत्छु।